सो गाइज आज चाहिँ हामी यसो ग्रान्ड मक्सतिर घुम्न आएको। म चाहिँ सबैले भिडियोहरू फोटोहरू खिचिरहेको छ। यता सुजिना बहिनीले। हामी चाहिँ आज ग्रान्ड मक्सतिर छौँ। तपाईँहरूलाई म सरसर्ती यहाँको भ्यू देखाउन चाहन्छु। हेर्न सक्नुहुन्छ। यस्तो खालको रहेको छ। तपाईँहरू पनि आउनु होला घुम्नलाई गाइस। दामी रहेछ। अरू माथि गजुरतिरको त अब छँदै नै छ खत्रै नै। यहाँ तलतिर पनि एकदमै रमणीय स्थल छ। तपाईँहरूले हेर्न सक्नुहुन्छ होला। तपाईँहरू देख्न सक्नुहुन्छ हावा पनि चलिरहेछ। यस्तो खालको रहेछ क्या यहाँ चाहिँ चारैतिर होइन। अनि यो खालको छ अगाडि चाहिँ यस्तो खालको छ। दामी चाहिँ दामी लाग्यो मलाई चाहिँ गाइस। तपाईँहरू हेर्न सक्नुहुन्छ। यहाँभन्दा अझै अगाडिपट्टि चाहिँ होइन टक्क पानीहरू छ। स्विमिङ पुल जस्तो हेर्न सक्नुहुन्छ। निकै राम्रो रहेछ। गजब लाग्यो मलाई चाहिँ। यहाँ पनि एकदमै राम्रो ठाउँ छ। तपाईँहरूले हेरिराख्नु भएको छ होइन। एकदमै यो सुन्ने जस्तो देखिन्छ हेर्दाखेरि। एकदमै दामी छ ठाउँ चाहिँ। तपाईँहरूले हेर्नु नै सक्छ। अब चाहिँ हामी पहिले अगाडि खिचेको भन्दा ठ्याक्कै अपोजिटबाट खिच्दाखेरि चाहिँ यो खालको भ्यू देखिन्छ। एकदम रमाइलो छ। हेर्न सक्नुहुन्छ। यो नै रमाइलो। भित्र इन्ट्री गरिसकेपछि भित्रको रमाइलो हो यो। एकदमै राम्रो छ होइन। आकाश छ भन्नुभएको छ। त्यहाँबाट हामी झन् भित्र जाँदै गर्दा झनै सुन्दर ठाउँहरू चाहिँ देख्न पाइने रहेछ। तपाईँहरू हेर्न सक्नुहुन्छ। अघि भित्र छिरेको भन्दा अझ राम्रो र रमाइलो दृश्यहरू अवलोकन गर्न सकिन्छ। माथि हेर्न सक्नुहुन्छ। भिडियोमा त्यति क्लियर आएन होला, तर त्यहीँनिर गएर प्रत्यक्ष हेर्दाखेरि चाहिँ एकदमै सुन्दर, एकदमै अपत्यारो रूपको जस्तो पत्याउन नसकिने जस्तो देखिन्छ। अद्भुत किसिमको ठाउँ रहेछ। तपाईँहरू पनि हेर्न सक्नुहुन्छ। ल अब फेरि त्यही ठाउँलाई अर्को एङ्गलबाट हेर्दा यस्तो चाहिँ देखिँदो रहेछ। एकदमै ठुल्ठुलो लाइटहरू, झुमर लाइटहरू छ। एकदम कोण बाई कोण मिलाएर राखिएको छ। हेर्दाखेरि एउटै जस्तो देखिन्छ, तर धेरैवटा लाइटहरू चाहिँ यहाँनिर देख्न सकिन्छ प्रत्यक्ष हेर्दाखेरि। त्यहाँबाट म बाहिर निस्किसकेको छु। अब चाहिँ हेर्दै अब चाहिँ म त्यहाँबाट बाहिर निस्किसकेको छु। बाहिरबाट देखिने दृश्य यस्तो रहेको छ। हेर्नुहुन्छ, हेर्न सक्नुहुन्छ। आफूले मलाई पनि देखाइरहेको छु। अनि यता साइड बाई साइडबाट पनि तपाईँले देखाइरहेको छु। रमाइलो छ। तपाईँहरू जान सक्नुहुन्छ, घुम्न सक्नुहुन्छ। यो चाहिँ एकदम रमाइलो ठाउँ रहेको छ। ग्रान्ड मक्स चाहिँ अबुधाबी अवस्थित छ। है त साथीहरू, तपाईँहरू पनि जानु होला, तपाईँहरू पनि घुम्नु होला भन्न चाहन्छु। अन्तिममा तपाईँहरूलाई एउटा कुरा भन्न चाहन्छु साथीहरू। तपाईँहरूले सायद यो भिडियोमा किन सुरुदेखि नबोलेको भनेर भन्नुभएको होला। त्यहाँनिर बोल्नलाई अलाउड छैन रहेछ होइन। त्यहाँ चाहिँ हामीले रियाक्ट गर्न नपाइने रहेछ। कुनै पनि साइन सिम्बल होइन हुन्छ नि, साइनहरू देखाएर
फोटो भिडियो गर्न पनि नपाइने रहेछ, बोल्न पनि नपाइने रहेछ। त्यही भएर चाहिँ मैले नबोलेको। अलिअलि सुरुमा बोलेँ, त्यो भिडियोहरू राखेको छु। अनि जब मलाई सेक्युरिटीले यो नबोल्नु, यहाँ बोल्नु मिल्दैन भनेपछि मैले बोलिनँ। त्यही भएको कारणले गर्दा तपाईँहरू सामु मैले सबै कुरा चाहिँ त्यहाँ देखाउन पाइनँ तर पनि रमाइलो छ यो ठाउँ। तपाईँहरू घुम्न आउनु सक्नुहुन्छ। बाई बाई गाइज।